गर्नुपर्छ र हाम्रो भोलिन्टियर बहिनीहरूलाई यहाँनिर हाम्रो अतिथिहरूलाई डिस्ट्रिब्युट गरिदिनको निम्ति टी एन्ड स्न्याक्स डिस्ट्रिब्युट गरिदिनको निम्ति अनुरोध गर्दछु। र यहाँनिर हामी विशेष गरेर बच्चाहरूलाई नानीहरूलाई जुस यहाँनिर डिस्ट्रिब्युट गरिरहेका छौँ र यो स्पोन्सर गर्नुहुने होप रेजोर्टको बहिनी मन्जिता बहिनीलाई पनि हामी ग्राम कल्याणकारी समितिको तर्फबाट धेरै धेरै धन्यवाद टक्राउँदछौँ। हुन त यहाँनिर हामीले धेरैजना यो कार्यक्रमलाई सफलीभूत गरिदिनुको निम्ति हाम्रो डोनरहरू तथा यहाँनिर आर्थिक सहयोग पुर्याउनु हुने महानुभावहरूलाई अलग से भोट अफ थ्याङ्क्सको कार्यक्रम राखेका छौँ र त्यो भोट अफ थ्याङ्क्समा हाम्रो ग्राम कल्याणकारी समितिका मूल सचिव श्रद्धेय दाजु धीरज राईज्यूको सम्भाषण भोट अफ थ्याङ्क्समा उहाँहरूको नामको उद्घोषणा हुनेछ र त्यसको निम्ति बादमा भोट अफ थ्याङ्क्सको निम्ति म श्रद्धेय दाजु धीरज राईज्यूलाई यो माइक ह्यान्डओभर गर्नेछु र भाइ विवेक अनि इन्दिरा बहिनीलाई आफ्नो प्रस्तुति दिँदै गर्दा हुन्छ। उहाँहरूले आफ्नो कार्यक्रमलाई सञ्चालन गरिदिने म अनुरोध गर्दछु। र यहाँनिर एउटा सानो अनाउन्समेन्ट गर्न जरुरी पर्यो र ग्राम कल्याणकारी समितिले सदा वर्ष चाहिँ यस वर्ष पनि ग्रान्ड रूपमा 15 अगस्त स्वतन्त्रता दिवस समारोह आयोजन गर्ने निर्णय गर्यो र यसको निम्ति हामीले विभिन्न तौर तरिकाले कोषहरू यहाँनिर जेनेरेट गर्ने कोसिस गर्यौँ र यसै क्रममा दार्जिलिङ म्युनिसिपालिटीका चेयरम्यान श्रीमान दिपेन्द्र ठकुरीज्यूले ग्राम कल्याणकारी समितिलाई 10,000 रुपियाँ आर्थिक सहयोग पुर्याउनु भएको छ। यसको निम्ति पनि हामी दार्जिलिङ म्युनिसिपालिटी चेयरम्यान श्रीमान दिपेन्द्र ठकुरीज्यूलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ। यसरी नै हाम्रो प्रियवर साथी पेम्बा छोम्बे शेर्पाले पनि यो कार्यक्रम सञ्चालन गर्नको निम्ति हामीलाई आर्थिक सहयोगको निम्ति 1500 रुपियाँ उपलब्ध गराउनु भएको थियो। त्यसको निम्ति उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद टक्राउँदछौँ। र यो भोट अफ थ्याङ्क्सको कार्यक्रम पुनः अहिले हुने नै छ, फेरि अहिले हामी गराउने नै छौँ र त्यति बेला पनि श्रद्धेय दाजु धीरज राईको मुखारबिन्दबाट भोट अफ थ्याङ्क्स हुनेछ। त्यति बेला पनि यो कार्यक्रममा हामी नामको घोषणाहरू गर्नेछौँ र अहिले पनि पुनः म तपाईँहरूको ध्यान आकर्षण हाम्रो भाइ विवेक तामाङ अनि बहिनी इन्दिरा राईको प्रति गराउन चाहन्छु। उहाँहरूले आफ्नो प्रस्तुति लिएर उभिसक्नु भएको छ र अपरेटर भाइहरूलाई यो गीत स्टार्ट गरिदिन अनुरोध गर्दछु।